हेलो अनि वेलकम ब्याक टु माई च्यानल। म अमर। आज पनि म तपाईँहरूको सधैँभरि जस्तो ब्लग लिएर आएको छु। डेली ब्लग, न्यू ब्लग। आज चाहिँ अलिकति तापक्रम बढे जस्तो छ। म बस्ने ठाउँमा हल्का न्यानो मन भइरहेछ, किनकि 2 दिन पहिला एकदमै चिसो भएको थियो। अहिले चाहिँ केही दिन भयो मौसमले अलि बेलुका पख चिसो थियो, तर आज चाहिँ एकदमै मौसम क्लियर भएको छ र पुरा काम मजाले लागेको छ। यहाँ यता भनेको जाडोमा एकदमै जाडो होला जस्तो छ र गर्मीमा चाहिँ एकदमै गर्मी होला जस्तो छ, किनकि यो अलि एरिया नै त्यस्तै रहेछ। अरू मैले चाहिँ यहाँ म बस्ने ठाउँमा चाहिँ यस्तो पायो कि जो पानी हुन्छ त्यो मुखमा ब्रस गरिन्छ नि, त्यति बेला पनि नुन सल्टको मात्रा यति धेरै छ कि नुनको मात्रा ब्रस गर्दाखेरि जिब्रोमा नुन लाग्छ क्या, त्यति धेरै पानी रहेछ यहाँ। अब नर्मल पानी त यहाँ पिउनै सकिँदैन र मैले यो सबै यहाँ जति पनि बस्नुहुन्छ सामान्य घरको मान्छेहरूले बोरिङको पानी पिउनुहुन्छ होला, तर हामी चाहिँ अब यहाँको पानी डाइरेक्ट पिएको छैनौँ अहिलेसम्म, फिल्टर गरेर मात्रै पिएको छ। यहाँबाट एकदमै सुन्दर नजाराहरू देखिया छ। आज एकदमै राम्रो राम्रो आकाशहरू पुरा निलो निलो होइन, एकदमै रमाइलो छ। आज पनि सधैँ जस्तो अब खासै त केही काम छैन, के हुन्छ है त म दिन्छु, अपडेट दिनेछु। यो चाहिँ बन्दै गरेको होटल हो, रेस्टुरेन्ट हो। ब्याङ्कक चाहिँ अझै ब्याङ्कक चाहिँ 2-3 महिनापछि चालु हुन्छ होला, तर रेस्टुरेन्ट चाहिँ छिटो चालु गर्ने भनेको खै कहिले हुन्छ थाहा छैन। आज चाहिँ के कति काम बन्यो म त्यो पनि देखाउँछु तपाईँलाई है त। भिडियो अन्तिमसम्म हेर्नु होला। सबैले यदि नयाँ च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई ग्रोको लागि सपोर्ट दिनु पऱ्यो, सब्सक्राइब गरिदिनु पऱ्यो, लाइक सेयर गरिदिनु होला मन पऱ्यो भने। यस्तै छ परदेशी जिन्दगानी। यो चाहिँ मेरो मर्निङको ड्रिङ्क हो। सोडाको बोतललाई काटेर सोडा र निम्बु पानी पिउँदैछु, किनकि मलाई स्टोनले एकदमै सताइरहेछ, बेला बेला सताइरहन्छ। अन्त मैले यसमा निम्बुमा सोडा हालेर पिइरहेको छु कन्टिन्यू 1 हप्ता जति भयो। स्टोन चाहिँ 4.4 mm को र 4.5 mm को लेफ्ट राइट दुइटैमा रहेछ। म सोचेको थिएँ गयो होला भनेर, तर गाह्रो हुन्छ। सो मैले धेरै औषधिहरू खाएँ, के खाँदा ठिक होला तपाईँहरूलाई यदि थाहा भयो भने भन्नुहोस् है त साथीहरू। म चाहिँ अहिले चाहिँ अलि सोडाले काट्छ भनेर भनिरहेको छु। अब बियरहरू खानु भन्छ, तर बियर चाहिँ मर्निङमा खानु पनि भएन र अफोर्ड पनि गर्नु पनि गाह्रो हुन्छ। काम नआएर थाहै छ तपाईँहरूलाई होइन, यतातिर अलिक महँगो पनि रहेछ। सो म चाहिँ नर्मल ड्रिङ्क मर्निङमा चाहिँ यो लेमन वाटर लिइरहेको छु। के खाँदा ठिक होला त तपाईँको लागि पत्थरी छ भने। आजको काम पनि यस्तै छ। मिस्त्रीहरूले आज चाहिँ फेरि नाली यहाँबाट बिचमा नाली हान्ने भनेर नाली खन्दै रहेछ। अहिले चाहिँ खाना खान गएको छ। बिजुलीको तारलाई चाहिँ तलबाट हाल्दै रहेछ, बिचबाट नाली खन्दै रहेछ। लगभग कम्प्लिट हुन लागिसकेको छ आजको दिनमा, र नभए भोलिसम्म हुन्छ कम्प्लिट। यता चाहिँ कम्प्लिट भइसकेछ। ओहो सरी बन्दै रहेछ, अघि लगाएर खोल्न यो लागेको कारणले खोल्न मिलेन। यहाँ चाहिँ कम्प्लिट भइसक्यो, भित्र पत्थर पनि लागिसक्यो अरे, त्यसको पत्थरहरू भित्र लागिसकेको छ, यता पनि लागिसक्यो। कस्तो हुन्छ यता डिजाइनहरू। आज पनि यतातिर चिम्नी लागेको छैन, यतातिर तल भयो भने मात्रै चिम्नीहरू लगाउने भनेर भन्या हो। त्यो भाग छोडिएको छ चिम्नीको लागि। अब यतातिर पनि यहाँ आज खतम हुन्छ। यहाँ त्योमा पुरै टायर लागिसकेको छ, त्यो कालो पन्नीले ढाकिएकोमा। अब त्यसपछि यहाँ ढाकिन्छ मजाले। वासरुमहरूमा टाइलहरू लागिसकेको छ तपाईँको मजाले ब्ल्याकवाला। ल है बन्दैछ किचन, अब काम पनि सुरु गर्ने हो। त्यसपछि एकदमै बोरिङ भइरहेछ। यता चाहिँ बिजुलीवालाले फेरि उता अफिसको लागि भनेर
तार लानको लागि ड्रिल गर्दैछ। यता चाहिँ टायरहरू लगभग सबै लागिसक्छ। अलिकति त आजको दिनमा यो पनि पुरा हुन्छ र अन्डरग्राउन्ड तार लाग्नको लागि ड्रिल हुँदैछ। यहाँबाट मुनिबाट ड्रिल हुँदैछ। यो चाहिँ हाम्रो यो ठेक्कादारलाई सम्हाल्ने मान्छे, लेबरहरू ल्याउने लैजाने मेन ठेक्कादार फेरि यो हो मिस्त्रीको। मजाले यहाँबाट टायर लाग्छ। बन्दैछ। राहिल भाई तो छा गया भाई, पूरे नेपाल दिख रहा है। टाइम पे ना दे तो फिर वहाँ पे मर जाते हैं। वो तो सही है। ठेकेदारी करना ना सबसे मुश्किल काम। यो चाहिँ हाम्रो ठेकेदार हो के, यो सबै प्रोजेक्टको ठेक्का ल्याएको यसले। अहिले रातिको 9 बजिसक्यो। यसले चाहिँ काम लागिरहेछ। यो र यसको साथी भएर रातिको कामहरू गरिरहेछन्, आफ्नो जिम्मेवारी पुरा गरेका छन् हैन। रातिको 9 बजिसक्यो हैन। अब छोरा मान्छेको जिम्मेवारी भनेको यस्तो हो कि बिचरा धुलो माटो भएर काम गरेछ बिचरा। त्यसैले जसले मेहनत गर्छ नि उसलाई चाहिँ जहिले पनि सम्मान गर्नुहोस् है त। यसको घर चाहिँ युपी रहेछ। अन्त यिनी दुइटा मिलेर राति काम गर्छन् मजाले। राति अब अनि बिहान 7-8 बजीतिर आएका हुन्, रातिको 10 बजीसम्म गइरहेको हुन्छ। बजारहरू पुरै बन्द भइसकेको छ, किनकि यो छिटो छिटो गराउनु भनेर त्यस्तो गरिएको हो है त। आज दिउँसो पनि खासै काम त्यही होइन। र अहिले रातिको अहिले 10 बजिसक्यो होइन। बिचरा यो ठेकेदारहरू लागिरहेछ क्या काममा। बिहान तपाईँको 8 साढे 8 बजीतिर लाग्छ। अब यिनीहरू रातिको 10 बजीसम्म काम गरिरहेको हुन्छ। अरू चाहिँ गयो, यो र अर्को चाहिँ छ। यिनी दुइटाले चाहिँ रातिसम्म गर्छ। जिम्मेवारी लिइसकेपछि वहन गर्न सक्नुपर्छ भन्ने उसको भनाइ हो। र उसले छिटो छिटो जति सक्दो म छिटो गरिराख्छु भन्छ। मैले चाहिँ छिटो छिटो गरेर भ्याउ है त भनेको। अनि माथिकोले पनि एकदमै हताइरहेको छ यिनीहरूलाई। सो काममा लागेका छन् कन्टिन्यू। अब अलिक टाइम चाहिँ लाग्ने भयो अझै, सायद नोभेम्बरतिर जान्छ जस्तो छ यो ओपनिङ हुनलाई। टाइलहरू त लगभग आज फिनिस हुन्छ यता डाइनिङतिर र अफिस लाइनमा। र अब रह्यो उताको पनि अलिकति छ। त्यसपछि यहाँ क्लिन हुन्छ मजाले, सफाइहरू हुन्छ हैन। यो कालो प्लास्टिक मुनि चाहिँ टाइलहरू डन भइसक्यो हो। आज यतातिरको सेक्सनमा पनि लगभग पुरै भइसक्यो। अब अलिकति बचेको छ त्यहाँ नालीको लागि भनेर, त्यहाँ पनि भोलि हुन्छ होला सायद। त्यसपछि यहाँ चाहिँ बिचमा अलिकति ठाउँ छोडिएको छ। यहाँ अब यता बिचमा नालीको सेटिङ लिएर अनि मात्रै त्यसपछि अनि यहाँ लाग्छ। अब यो पुरा कम्प्लिट भयो भने फेरि अब भोलिको दिनमा सकिन्छ होला सायद। भोलिको दिनमा सकिन्छ। हुन्छ त आजको लागि यति नै। फेरि अर्को भिडियोमा आउँछु। तबसम्मको लागि मेरो भिडियो मनपर्छ भने लाइक गरिदिनु, सेयर गरिदिनु, अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु।